हेलो गाइज, म चाहिँ साउदर्न फिट ब्लग्स। म चाहिँ भर्खर कलेजबाट आएको है। अनि त्यही हजुरहरूलाई भ्लगमा स्वागत छ। अनि हिजोको भिडियो कसले हेर्नुभयो कि नै गएर हेर्नु होला। हिजोको भिडियो चाहिँ प्र्याङ्कको थियो। प्र्याङ्क भिडियो बनाएँ, टक्क हेर्नु होला गएर। अनि आज म ठ्याक्कै कलेजबाट आइरहेको थिएँ है। अनि ठ्याक्कै कलेजबाट आइरहेको थिएँ। अनि हामी केटाहरू उता सूर्यविनायक घुम्न गएको थिएँ कलेजबाट होइन। अहिले ठ्याक्कै 11 बज्दा छ है। हाम्रो कलेज चाहिँ ठ्याक्कै 10:15मा छुट्टिन्छ होइन। हामी केटाहरू सूर्यविनायक घुम्न गयो। त्यसपछि सूर्यविनायकबाट फर्किँदाखेरि के भइरहेको थियो भन्दाखेरि हामी आनन्दले आइरहेको थिएँ। त्यसपछि एमटी बाइक होइन, हाम्रो चाहिँ एनएस हो है। हाम्रो चाहिँ एनएस बाइक हो है। त्यसपछि एमटी बाइक आयो। त्यसपछि हाम्रो त हेपेर गयो क्या। रेस खेला जस्तो गरेर कस्तो चाइक्को थियो अरे मान्छे होइन। रेस खेला जस्तो गरेर पुरै हेपेर गयो क्या। त्यसपछि त्यो अब एनएस बाइक कति पावरफुल हुन्छ तपाईँलाई थाहै छ होइन। त्यसपछि हामी पनि रन्काएर गयो क्या। यस्तो रन्काएको होइन हामीले नि। त्यसपछि चाहिँ अनि रन्काउँदै गयो। त्यसपछि एमटीले सकेन गाइज। मैले एमटीले नराम्रो भन्नु खोजेँ नि होइन है। अब मान्छेहरू कम्पेरिजन गरेर हाल्छ, त्यही भएर मैले भिडियो बनाइदिएको। र एमटी राम्रो बाइक हो। त्यहाँ चाहिँ ठ्याक्कै राइडर नराम्रो भयो क्या होइन। अनि त्यसपछि मान्छेहरू एमटी पावरफुल कि एनएस पावरफुल गरेर कम्पेरिजन गरेर हाल्छ नि त। त्यो यसो भिडियो बनाइदिएको। तर साँच्चीकै चाहिँ ठ्याक्कै सूर्यविनायकको त्यो हाइवे हुन्छ नि, ठिमीतिरको सूर्यविनायक जरुबुटतिरको होइन। ठ्याक्कै त्यहाँको हाइवेमा एमटी र एनएस ठ्याक्कै रेस बोल्यो क्या होइन। त्यसले त रेस खेल्ने गरे जस्तो हेपेर गयो। त्यसपछि हामी पनि अब एनएस छ, पावरफुल बाइक छ, रेस कुदाइहाल्यो होइन। त्यसपछि के भयो भन्दाखेरि अनि त्यसपछि रेस खेल्यो। एकछिन पछि त होइन एमटीले एनएसको धुवा नि भएन क्या। त्यस्तो कुरा क्या हामीले होइन। अनि त्यसपछि त्यहाँबाट के बुझ्यो भन्दाखेरि हजुरहरूलाई होइन माइलेज चाहिन्छ एमटी किन्नु, पावर चाहिन्छ एनएस किन्नु क्या। एनएसको धुवा नि भएन क्या एमटीले, त्यस्तो पावरफुल छ क्या एनएस। त्यही हो गाइज। अब माइलेज चाहिन्छ एमटी किन्नु होइन। अब त्यही हो, पिकअप पावर बब्बाल पावर चाहिन्छ एनएस किन्नु। अनि हाम्रो चाहिँ आज त्यस्तो सिन भयो है। कलेजबाट फर्किरहेको थिएँ, त्यस्तो सिन भयो। अनि रेस खेल्दै आयो, मजा पनि आयो। अब त्यहाँबाट एमटीले नराम्रो भनेको छैन होइन। एमटी पनि पावरफुल छ बाइक होइन। त्यही पनि अब राइडर भएर अर्को राइडरले रेस्पेक्ट गर्नुपर्छ। त्यो राइडरले रेस्पेक्ट गरेन हामीलाई होइन। तर हामीले पनि त्यसको औकात देखाइदिए, राइडरको औकात होइन। अनि त्यही हो, एकअर्कालाई रेस्पेक्ट गर्नुपर्छ राइडर भएर होइन। राइडर होस् जोसुकै होस्, मान्छे भएर एकअर्कालाई रेस्पेक्ट गर्नुपर्छ। अनि हामी टक्क रेस खेल्दै आयो, मजा आयो। अनि आजको बिहान कलेज गएर आयो, पनि तन्दै रहेछ यार। गाह्रो पो छ त यार। यति होमवर्क दिएको छ कि होइन। लेख्दै हात दुख्छ तर होमवर्क सक्दैन क्या। लेखेर नन लेख्छ, हात दुख्छ तर होमवर्क सक्दैन क्या। त्यत्रो नोट दिएको छ क्या होइन। इकोनोमिक्सहरूको त्यस्तो बब्बाल बिजनेसहरूको खत्रै गर्नुपर्छ यार। अनि त्यही हो गाइज। माइलेज चाहिँ छ एमटी किन्नु, बब्बाल पावर चाहिँ छ एनएस किन्नु। अनि त्यसपछि तर एमटीको अर्को डिसएडभान्टेज के छ भन्दाखेरि पछाडिको सिटै पुग्दैन क्या। तपाईँको ब्याग बोकेको छ भने, एउटा मोटो ब्याग बोकेको छ भने या स्कुल ब्याग चाहिँ बोकेको छ भने तपाईँको ब्यागले पछाडिको सिट सब खाइदिन्छ क्या। एमटीको त्यो प्रब्लम छ क्या। त्यही भएर बाइक लिँदा सोचेर लिनु होला। अनि एमटीको प्राइस हल्का हाई पनि छ है। 1 लाख जति डिफ्रेन्स छ होला एनएस। 1 लाख जति डिफ्रेन्स छ एनएससँग होइन। अनि त्यही हो, अब रेस खेल्दै आयो, मजा आयो होइन। कहिलेकाहीँ त्यस्तो मजा लिनुपर्छ भन्दै होइन हामी पनि कुदाउँदै आयो, मजा आयो गाइज। त्यही हो, हजुर पनि कमेन्ट गर्नु होला कुन बाइक छ हजुरसँग होइन। अनि मसँग चाहिँ एनएस हो, मजा आयो जे भयो नि। त्यही हो गाइज, आजको भिडियो यति नै होइन। अब आजको भिडियोमा चाहिँ के भन्नु खोजेँ भन्दाखेरि अब एमटी बेस कि एनएस बेस भन्नु खोजेँ त होइन। तर मान्छेले एमटी र एनएसको कम्पेरिजन गर्छ, त्यही भएर यसो भिडियो बनाइदिउँ भनेर बनाइदिएको हो। तर माइलेजतिर जानुभयो एमटी, पावरतिर जानुभयो बब्बाल पावर बब्बाल पर्फर्मेन्सतिर जानु चाहिँ एनएस है। त्यही हो गाइज है, आजको भिडियो यति नै।